वीर्य परीक्षण बाहेक अरू कुनै पुरुषलाई गर्नुपर्ने टेस्टहरू छन् त? निसन्तानपनबाट पीडित भएर जो कोही दम्पति मौका आउनुहुन्छ, फिमेलको लागि गरिने हामीहरूको सेट अफ टेस्ट छ जुन हामी उहाँहरूलाई गराउँछौं। मेलमा सबभन्दा पहिलो परीक्षण भनेको हामीले गर्ने भनेको वीर्यको परीक्षण। तर एडिशनली के अरू टेस्टहरू पनि गर्न जरुरी छ त? नमस्ते, म डाक्टर उषा कार्की, फर्टिलिटी स्पेशलिस्ट एट नेशनल आइभीएफ जमल। यस, डेफिनेटली देयर आर अरू टेस्टहरू पनि छन्, अरू इभ्यालुएसनहरू पनि छन् जुन मेलको केसमा गर्न जरुरी हुन्छ, जुन हामी स्पेसिफिकली सबैमा गर्दैनौं। तर यदि वीर्यको परीक्षण गर्दा केही त्यस्तो देखियो र प्रिभियस हिस्ट्रीहरूमा केही देखियो, यी सबैमा आधारित भएर हामीले अरू विशेष परीक्षण पनि मेलको केसमा गर्ने गर्दछौं। सो वीर्य परीक्षण पछि आउने भनेको मुख्यतया अर्को परीक्षण जुन वीर्यमै गरिन्छ त्यो हो डीएनए फ्रेगमेन्टेसन टेस्ट है। यो डीएनए फ्रेगमेन्टेसन भनेको नि एक किसिमको वीर्यको परीक्षण हो र यसले हामीलाई धेरै इन्फर्मेसन पनि दिने गर्दछ र भोलिका दिनमा यसमा आधारित भएर हामीले रिप्रोडक्टिभ आउटकम्सहरू पनि एनालाइज गर्ने गर्दछौं। साथसाथै अरू टेस्टमा फ्यू हर्मोनको टेस्टहरू पनि हामीले मेलमा गर्नुपर्ने आवश्यकता हुन सक्छ, जसको अजुस्पर्मिया छ या सिभियरली एकदमै काउन्टमा कमी छ, सिभियर ओएटी हामीहरू भन्छौं। सो यदि यो कन्डिसनमा विशेषतः हामी फ्यू हर्मोन टेस्टहरू पनि गर्ने गर्छौं, एफएसएच गर्छौं, टेस्टोस्टेरोन लेभलहरू गर्छौं, इस्ट्राडियल लेभलहरू हेर्छौं। सो विभिन्न किसिमका टेस्ट हर्मोन टेस्टहरू पनि गर्ने गर्छौं र मेलको यदि स्पेसिफिकली अगेन भने मैले अजुस्पर्मिया, सिभियर ओएटी या पोजिटिभ फ्यामिली हिस्ट्री केही छ भने हामी जेनेटिक टेस्ट केरियोटाइपिङ पनि गराउने गर्दछौं र साथसाथै अरू लेभल अफ जेनेटिक टेस्टमा वाइ क्रोमोजोमल माइक्रोडिलेसन भनेर पनि हामी गराउने गर्दछौं। सो एडिशनली अल्ट्रासाउन्ड इमेजिङ टेक्निक चाहिन्छ कि चाहिँदैन, अल्ट्रासाउन्ड केही गर्नु जरुरी हुन्छ कि हुँदैन? यस, डेफिनेटली छ। यदि अजुस्पर्मिया छ या नभए भेरिकोसिल, हाइड्रोसिल जस्ता विभिन्न कन्डिसनहरू छन् टेस्ट स्क्रोटमका भने हामीले अल्ट्रासाउन्ड स्क्रोटम भनेर पनि गर्छौं है। अण्डाकोशको अल्ट्रासाउन्डहरू पनि गर्ने गर्छ र साथसाथै ट्रान्सरेक्टल अल्ट्रासाउन्ड पनि पुरुषको केसमा स्पेसिफिक केसेसहरूमा गराउने गर्दछौं। सो रिमेम्बर हामीले के बुझ्नु जरुरी छ, वीर्यको टेस्ट मात्रै एउटा टेस्ट होइन निसन्तान दम्पतिमा जुन मेललाई गरिने। एडिशनली इफ रिक्वायर्ड हामीले गर्नुपर्ने अरू विभिन्न टेस्टहरू पनि हुने गर्दछ र तपाईहरुको कन्डिसन स्पेसिफिक हामीले कसलाई कुन टेस्ट गर्ने भनेर हामीले नै एनालाइज गरेर अगाडि बढाउने गर्दछौं। थ्यांक यू।